कस्तो लाग्यो यो ठाउँ कोलाई डर लाग्यो बकवासको होटलको नाम के हो साथी? सुरुमा चिकन खाना अर्डर गरेको कक्रोच भेट्यो होइन भेज खानामा पनि सागमा कपाल भेट्यो गाइज हाई गाइजहरू इट्स अलरेडी 6 AM उठ्नुहोस् त म तपाईँहरूलाई ब्युटिफुल भ्यू देखाउँछु उठ्नुहोस् त दिस इज ब्युटिफुल भ्यू गाइज यो चाहिँ रुमबाट देखिन्छ मार्फाको ठाउँ हो है मार्फा होइन मार्खुको ठाउँ हो ल गाइज इट्स ब्रेकफास्ट टाइम होइन त भान्जा कस्तो लागिरहेको छ त लेक साइडमा अनि एकदम रमाइलो छ सबैजना आएर घुम्नु होला एकचोटि अवश्य पनि अहिले त पानीको लेभल चाहिँ घट्या रहेछ कि ब्रेकफास्ट खान के मन छ अरे रिजन ब्ल्याक त तै छ जस्तो त्यो आफू भनेको ब्ल्याक बिस्कुट मेरो वाट पनि अलिअलि होला ठिक हो रिजन हुन्छ घुमाइफिराइ खानु चाहिँ छ कफी आइसकेको छ गाइज साथै कफीसँग के खानेहरू बिस्कुट कालो बिस्कुट मलाई न केही खानु हो त के खाने बिस्कुट हो ल ठिक छ चिया मात्रै खाइरहेको छु फेरि भन हतार भयो सरी खोइ त भन डाइटमा छु के अरे लेमन टी मात्रै खाइरहेको छु अन्य त भएन नि अनि यता गोलकाँक्रीहरू देखाइदिनु मामा भिडियोमा कुन हो गोल काँक्री भान्जा लस केटाहरूले घुमाइफिर ल कताबाट जाने हो त हौ यताबाट होला जाउँ न जाउँ ओइ यताबाट हो यो फेरि कसको हो होइन होला हो यहाँबाट दिदी उता त पुल जाने बाटो कता हो यताबाट हो ए ओके मान्छे साइन ल्याङ्ग्वेजमा कुरा त्यो एउटा के अरे मिम थियो त निकल लाउडे फेरि फुर्सद अनि त्यही भने होला यहाँबाट निकल लाउडे भनेर पार्दै हिँडिरहेको पछाडि यहाँ अलिक कुनै कन्ट्रोलमा पर्ने रे अलिक तिमीहरूले रिजनको चाहिँ झन् उ नगरेको याद गरे छैनौ रिजनले त कोठै थर्काइदियो यता चाहिँ रहेछ है गाइज त्यो टिकटकमा हाल्न हुन्छ नि फोटो खिच्दै उ गर्दै मैले खिचेँ भनेको बिर्सेर ल फेरि गरौँ न त के पोखरी भन्ने सर्च गरेको 14 दिन देखाइदियो त्यसका पल्लो चोकलाई त्यसको बाउको यसलाई फेरि माई पोखरी यार माई पोखरी कसरी होला माई पोखरीमा के छ अरे तेरो मुखमा कसरी आयो त माई पोखरी यस्तो कार्कीले गरेर हो ल ठिक छ त यस्तो कार्कीको फ्यान हो के त दुईटा सक्सेस छ नि मेन दुईटा मेन सक्सेस छ नि एउटा माई पोखरी जाने अर्को छुट्टै छ दुध दिन न या त्यो दुईटा सक्सेसले गर्दा सबै फ्यान लाग्यो रोक र पाप रोकेर कसो भने हो यार बोलिहाल्नु भयो पारिहाल्नु त्यही त त्यो एउटा के अरे CR7 हराएको त्यो लाइभ हेरे के
के अरे लाइफमै त्यो मामा भन्ने हो त त्यसले पाच्छ अनि पुरै अनि हगे यार भन्दै हेरा होइन ल पुल पनि आइसक्यो ल ल पोज दे त हिरो हो नि त फेरि होइन फोटो यो क्यामेरा ट्याक्क राखिदिने अनि ओहो यो देखेर त साँच्चै भने कस्तो डर लाग्छ डर लाग्ने चाहिँ तल नहेर ल यहाँ फेरि फोटोग्राफी सुरु भयो है बिचमा यहाँ पुलको बिचमा ब्याकु गरेन डर लाग्यो माइला हटेर ल भन्नु डर लाग्यो डर लाग्यो जोड कस्तो हो क्या तल त यहाँ तल कस्तो गइरहेछ क्या यसरी हातमा मोबाइल लिएर हिँड्न पनि डर लागिरह यस्तो झर्दै हो भने त मा फेरि वाइल्ड यार आम्बो म ब्याक गरेर देखाउँछु अनि कालो भयो तल त च्वाट्ट गयो भने त के होला त हाम्रो हालत हेर्दै डर लाग्ने त त्यो मुला हान्देऊ न ब्याक फ्लिप लु त ल गाइज हामी चाहिँ अब फर्केको है फोटोसोटो खिचेर कस्तो लाग्यो यो ठाउँ कोलाई डर लाग्यो मलाई नि यार अलिअलि यो बिचतिर चाहिँ अलि सिरिङ्ग चाहिँ यस्तो छ क्या कति गहिरो छ नि थाहा छैन यो कुलेखानी ड्यामको यो यस्तो छ नि यहाँ हेरौँ न कालो यार एकचोटि यहाँ भूकम्प आयो भने त के होला बिचमा हुने मान्छेलाई त ड्याम यस्तो खतरा छ नि ल गाइज हाम्रो चाहिँ यहाँ फोटो सुट हुँदैछ यो चाहिँ एबेन्डेन्ड ठाउँ रहेछ मैले छोडिसकेको ठाउँ रहेछ तर यहाँनिर चाहिँ फोटो भिडियो चाहिँ बवाल आउँछ होइन केटा हो अलिकति हिरोहरूको फोटो हाम्रो स्पोन्सर बोटिङको स्पोन्सर हाई भन्दैन कति स्पोन्सर गर्ने रे क्यामेरा बनाइदेऊ त एउटा मेरो अब चाहिँ हामी लाइफ ज्याकेट लगाएर यहाँनिर रेडी भइसकेका छौँ है त केटाहरू लाइफ ज्याकेट च्यातेर लाइफै दिँदैन क्या अहिले मलाई डुबाउँछ जस्तो डुबाउँछ के गर्ने लाइफमा 555 को गीत याद आयो मलाई लाइफ ज्याकेट होइन लाइफ ज्याकेट लगाएर त डुबिन्न रे अब चाहिँ डुङ्गामा चढिसक्यौँ है हामी गाइज यता गाइज के छ ठिक छ यता ओके बोटिङ ल गाइज अब चाहिँ बोटले अलिकति रफ्तार लिन थालेको छ है के छ केटा हो तिमीहरूको फर्स्ट टाइम होइन के बोटिङ तेरो भयो होला हो र मेरो चाहिँ थर्ड चोटि हो है गाइज दुईचोटि पोखरामा कसरी ए यसले त पहाडीबाटै हान्न थालो त के हो एकछिन न अलिक बिचमा जाओस् न यो घुम्ने लायकै छैन गर्ने एकछिन ल मेरो फोटो कस्तो आयो म त्यही अनुसारले तिमीहरूको फोटो खिचिदिन्छु है त त्यहाँ बिचमा आएपछि मेरो फोटो धेरै नराम्रो आयो कुलेखानी ड्याम चाहिँ यस्तो छ है गाइस यहाँनिर ठ्याक्क यो छ नि मामा चियानकी परी भन्ने सङ छैन त्यसको बाहिर लोगो छ उयो छ नि फोटो कहाँ यहाँ यस्तै ठाउँमा खिच्यो जस्तो छ क्या त्यसमा ए गाइस ल यहाँ चाहिँ फोटोसुट हुँदैछ है यहाँनिर यस्तो गरेर यहाँनिर फोटोग्राफर उतातिर मोडेल के छ मोडेल त्यसरी चाहिँ खोलेर चाहिँ हामीले नि गर्नुपर्छ क्या अब यहाँ पिक्चर त्यही त मैले सिकाएँ नि त त्यही त तिमीले सिकायो म नि एकचोटि चाहिँ जानु पर्ला एक दुईवटा फोटोको लागि के छ कालु अब 0.5 पढ ल
यस्तै हो गाइज यहाँनिर बोटिङ गर्न चाहिँ रमाइलो छ। ल हाम्रो पनि अब बोटिङ चाहिँ इन्ड भएको छ है गाइज। अब सकिन लाग्यो। अब भात खाने अनि त्यस पछाडि जाने। त्यसपछि बाई बाई आजको न्युज। हाम्रो आहा राम्रो आहा हेर त मोबाइल हेर मोबाइल आछ हो सबले देखेछ छैन सबलाई देखाएको छैन ल देखियो देखियो देखेछ तँलाई बाबा हो ल अनि मलाई चाहिँ तँलाई तिम्रो त यति देखाछ बर्बाद भइगयो नि सबले देखेछ ल ठिकै छ मलाई क्यान बियरको बोतल त्यहीँ फाल्दै खानु अरू के फाल्दा सबै छ फोहोर गरे है भनेपछि फोहोर चाहिँ गर्नु भएन यसरी नथुट देखित नथुट नथुट कति भयो खाना खाने टाइम पनि भयो जस्तो छ ठ्याक्कै खाना खाने रिजन छ भुता आयो तान्नुपर्छ झरिहाल्छ नि बोट समाते तेरै काम हो त्यो बोट समाउने थियो नि हाम्रो जिम्मेवारी पहिला झर सिक्री तान सिक्री तान्न बोटै तान्ने हो उसले ल ल ल वाइल्ड है वाइल्ड समार बस है बेसरी उड्किन नदे यो लिएर आउला केटा हो म क्यामेरा र मोबाइल त्यो लिएर आऊ त भान्जा त्यहीँ उसमा थियो क्याब झरेको अवस्था टिकट थियो गाइज मेरा प्यारा प्यारा साथीहरू मेरी प्यारी आमाका सुनौला केस भन्ने कुन चाहिँ यहाँ टिकट हात हाल्नु त कसैले हातै दुइटै अर्का खालको हात हाल्छस् अब चाहिँ खाना खाना जान लाग्दै हो गाइज हामी होइन त केटा हो के छ थपी थपी खाने विचार छ कि के हो 5 खेप आमामा ल है त हेरौँ ल गाइज खाना चाहिँ आइसकेको हो त्यही त तपाईँको खानाको एक्सपिरियन्स चाहिँ कस्तो भयो त बकवासको होटलको नाम के हो बकवास भयो अब के अरे खानामा चाहिँ सुरुमा चिकन खाना अर्डर गरेको ककरोच भेट्यो होइन अब त्यसमा इस्यु बनाउन मन लागेन ठिकै छ कुनै बेला हुन्छ हामीलाई भेज खाना खाने भनेको भेज खानामा पनि सागमा कपाल भेट्यो गाइज आजको चाहिँ खानाको चाहिँ अब के भन्नु होइन लास्टै खत्तमै भयो अब होटेलको नाम के खुलाइदिउँ तर खानामा परेको कपालको फोटो चाहिँ मैले खिचेको छु त्यो चाहिँ त्यहाँनिर राखिदिन्छु तर लास्टै आज चाहिँ केयरलेस भयो क्या अलिकता खाना अब त्यहाँनिर उ गर्न मन लागेन मान्छेहरू थिए होइन तर अलिकति हेल्थ सेक्राइ चाहिँ भए जस्तो लाग्यो के छ साथी केही भन्नु टिप्पणी ल गाइज अब चाहिँ हामी होटल चेकआउट गरेर हिँडिसक्यौँ होइन हाम्रो भ्लग पनि अब सक्यो आज यो घुम्यो ठिकै लाग्यो रमाइलो लाग्यो के छ केटाहरू तिमीहरूको केही छ त्यस्तो रमाइलो छ यस्तै छ जिन्दगानीको गोरेटोमा यस्तै अब मन लाग्यो भने अर्को भ्लग आउला नत्र नआउन नि सक्छ त्यतिका लागि टाटा बाई बाई सब्सक्राइब चाहिँ गर्नु पर्यो है धन्यवाद सबैजनालाई टाटा बाई बाई